2060 सालमा 8औं वार्षिकीको अवसर पारेर भोजपुर मोर्चातिर अघि बढ्दै गर्दा लोकप्रिय जनकलाकार एवं साहित्यकार मणि थापाले तमरपारी अरुणको किनार शङ्खुवा सभाको तामको गाउँ जहाँको एउटा सानो झुपडीमा बसेर यी हरफहरू कोर्नु भएको थियो। अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर। अत्यन्तै चर्चित र लोकप्रिय यस गीतमा वर्ग सङ्घर्षका पीडा र विजयका भावहरू यति मार्मिक ढङ्गले अभिव्यक्त भएका छन् जसले हाम्रा मनहरूलाई तानिरहन्छ, सबै तानिरहन्छ। अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर। कति साथी शहीद भए तमटिरैमा, कति साथी अपाङ्ग छन् लडी भिरैमा। हो कति साथी शहीद भए तमटिरैमा, कति साथी अपाङ्ग छन् लडी भिरैमा। रगतको छिर्काहरूले बाटो रङ्गेको छ, अलैँचीको पातहरूमा रगत बगेको छ, अलैँचीको पातहरूमा रगत बगेको छ। अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर। खोकु चिन्ताङ अझै पनि दुखी रहेछ, त्यसैको नै निरन्तरमा युद्ध जारी छ। हो खोकु चिन्ताङ अझै पनि दुखी रहेछ, त्यसैको नै निरन्तरमा युद्ध जारी छ। सङ्गीनहरू रोपिए पनि योद्धा बढ्दैछन्, जनयुद्धको आदि बेरीले दुष्ट भाग्दैछन्, जनयुद्धको आदि बेरीले दुष्ट भाग्दैछन्। अरुण तरेर नाना तमर तरेर अरुण तरेर नाना तमर तरेर आयौं हामी वीरताको गाथा कोरेर आयौं हामी वीरताको गाथा कोरेर। ट्याम के पहाड ट्याम्मे भई रोहिरहेछ, मकालो र कञ्चनजङ्घा टोलाइरहेछ। ओ ट्याम के पहाड ट्याम्मे भई रोइरहेछ, मकालो र कञ्चनजङ्घा टोलाइरहेछ।
गाउँ गाउँमा लाल सेनाको भर्ती खुलेको छ, लाल किला बनाउँदै अरू नबगेको छ, लाल किला बनाउँदै अरू नबगेको छ। अरुण तरेर नाना तमर तरेर, अरुण तरेर नाना तमर तरेर, आयौँ हामी वीरताको गाथा कोरेर, आयौँ हामी वीरताको गाथा कोरेर, आयौँ हामी वीरताको गाथा कोरेर।